हाम्रो चाहिँ 8 जनाको टोली छ है त। पुरै क्लासमेट साथीहरुसँग चाहिँ हामी गइरहेको छौं। अगाडि 7 जनाको टोली छ भने म स्वयंसँग 8 जना छौं। पुरै हामी पैदल मार्गमा चाहिँ पुग्न आँटेका छौं है त। पुरा क्लासमेट साथीहरुसँग चाहिँ आज सरस्वती पूजाको अवसरमा है पुरा जाँदैछौ, झल्ली चल्ली छ, धुलो पनि चल्दैछ है। पछाडि चाहिँ अलिअलि धुलो उडेको अवस्था, जेएनजी युवाहरूको जोसमा है पुरा धुलो त त्यतिकै उडाइहाल्छ नि। सँगसँगै नङ्नु हेलो, हाम्रो खाजा चाहिँ यहाँ पुरा बोकिरहेको छ है साथीले पुरा। खाजामा चाहिँ के छ हाम्रो नङ्नु, खाजामा के छ भन्दियो? मोमो पुरा बोकेर चाहिँ खाजाको नास्ताको व्यवस्था गरिकन चाहिँ हामी जाँदैछौँ है त। भ्यू टावर हतगढी 1 भोजपुर स्थित यायोकोङ पुरा पूजा गरेर चाहिँ है लागिसक्यौँ हामी भ्रमणमा। अनि के छ यायो, सरस्वती पूजा कस्तो भयो? थोरै सरस्वती पूजाको बारेमा चाहिँ 2-4 शब्द जाओस् न नि हजुरको। राम्रै भयो हजुर, अहिले हामी कहाँ गइरहेका छौँ? सङ्खमचुली। यो चाहिँ हतुवागढी गाउँपालिका वार्ड नम्बर 3 हो नि। वार्ड नम्बर 3 भोजपुर स्थित छ है त। हाम्रो गन्तव्य चाहिँ आज हाम्रो सङ्खमचुलीसम्मको हुनेछ। टोलीहरू पुरै जोसमा है। ठिक छ ल ल, ठिक छ केही छैन। टन्टलापुर घाम लागिरहेको अवस्थामा पनि हाम्रो यात्रा जारी नै रहेको छ। हामी चाहिँ हतुवागढीको सबैभन्दा उच्च ठाउँ रहेको सङ्खमचुली स्थित गइरहेका छौँ। पैदल मार्ग चाहिँ हाम्रो नजिक आइसकेको छ। पैदल मार्गदेखि चाहिँ अलिक थोरै सहज हुन्छ कि भन्ने आशा छ है। पुरा हाम्रो यायोको मुस्कानै काफी छ है, केही 2-4 शब्द पनि जाँदैन। अब उता जाडो हुन्छ है, यता चाहिँ गर्मी छ, त्यही भएर ज्याकेटहरू बोकिरहेको अवस्था ठिकै छ। ल पुरै टोलीहरू चाहिँ ठिक छ ल। जे होस् मौसम खासै सफा चाहिँ छैन है, धुम्मिरा छ। ठिक छ ल, जे भए पनि रमाइलो भनेको रमाइलो हुन्छ है। ल है त साथीहरू, अब चाहिँ हामी पैदल मार्गमा चाहिँ आइसकेका छौँ। अब यदेखि उकालो लाग्नुपर्ने छ। ठिक छ पुरै हाम्रो टोली चाहिँ 8 जनाको छ है त। पुरै ठिकै छ। अब हामी ठाडो लागिसकेका छौँ है त। अब उकालो लागौँ है भविष्यको। ल पैदल मार्ग चाहिँ हाम्रो सुरु भइसकेको छ। ठिकै छ। हेलो साथीहरू, बिस्तारै हिँडौँ न, पुरै स्केलमा हिँडौँ त, स्लो मोसनमा।
हौ ल यस्तै छ ल यो चाहिँ एउटा के भन्ने यसलाई विश्राम घर छ है त गुम्बा यता शौचालयको व्यवस्था पनि गरिएको रहेछ है त शौचालयको व्यवस्था यता छ यात्रुहरूको चाहिँ लागि व्यवस्थापन गरियो फोहोर व्यवस्थापन पनि रहेछ ल एकदम राम्रो छ हामी चाहिँ पहिलो गुम्बामा आइसक्यौँ यस्तै क्रमश समाजतिर पनि गुम्बाहरू रहेको छ है यो चाहिँ पहिलो हो नि पहिलो गुम्बा हो नि यो ल यस्तै छ ठिक छ मात्रै अरू पनि दिनु पर्यो नि कान्छ अनि दुई चार शब्द अनि म त घरमा आएर लट्ठीले है ओ पानीको व्यवस्था पनि गरिएको रहेछ ल दामी ठिक छ ल ल के फोहोर र फोहोर बसिरहेछ फोहोर ठिक छ केही छैन मुख धुन चाहिँ मिल्छ यो मुख धुन नपाएको खण्डमा खाने हो नि कहाँ यस्तो अनि ल यस्तै छ ए रनियान